हेलो गाइज, आज चाहिँ मैले पार्सल मगाएको थिएँ मिसोबाट। चाहिँ आज पार्सल आइसकेको छ। अनि चाहिँ पार्सलमा चाहिँ मैले चाहिँ कपाल चाहिँ सिधा बनाउने मगाएको थिएँ। थाहा छैन मलाई यसले काम गर्छ कि गर्दैन भनेर। म चाहिँ एकदमै कन्फ्युजमा थिएँ, हेर्न सक्नुहुन्छ। अनि चाहिँ यसो कपाल सुगाउने यो पनि थियो साथमै। चाहिँ मैले चाहिँ साथ सँगसँगै मगाएको होइन। चाहिँ केही कार जस्तै थियो, मलाई चाहिँ त्यो थाहा भएन के हो, मैले त्यो ध्यान पनि दिएन। अनि चाहिँ मैले चाहिँ एकछिन चाहिँ उता बिजुलीमा लगाएर चाहिँ एकदम ट्राई गरेँ कि हुन्छ कि हुँदैन भनेर। एकदम ट्राई गरेँ तर चाहिँ भएन त्यति। मलाई चाहिँ त्यस्तो लागेन केही पनि फरक भएन। मेरो बाल अलरेडी सिधा थियो नि त, त्यही भएर होला खै मलाई त्यति कन्फ्युज भयो कि यसले काम गर्यो कि गरेन होइन। त्यो मलाई चाहिँ के थाहा भएन, कन्फ्युजमै भयो। म चाहिँ अक्ख भएँ के हो त, मैले चाहिँ बुझ्नै नै सकेन। अब भने चाहिँ यसको पालो थियो। यसले चाहिँ त्यति हावा चाहिँ फालिरहेको थिएन, त्यति धेरै फालिरहेको थिएन होइन, अलिक कम पनि फालिरहेको थियो। अनि मलाई चाहिँ एकदम डर पनि लाग्यो। अनि त्यसो मैले बन्द गरिहालेँ होइन। कहिले पनि यस्तो सामान चलाएको थिएन, डर लाग्यो। अनि मैले चाहिँ झिक्दिहालेँ। ठिकै छैन, सस्तो मस्तो सामान चाहिँ राम्रै आएको थियो। मैले चाहिँ सोच्नै सकिरहेको छैन है त। बाई बाई।